बाढ में जाए मोटिभेशनल दिस इज पर्सनल ब्रो कसैसँग जज गर्नु छैन मलाई कसैसँग कम्पेयर गर्नु छैन मलाई हिजो जे थिए हिजो भन्दा राम्रो हुनु छ मलाई मेरो अघिल्लो साल त मैले धेरै कुरा सिकेर आइसके हार खाएको थिएँ नि के छ र जिन्दगीमा जितको अगाडि हारै हुन्छ अगाडि 7 चोटि हारे होला 8 चोटि उठ्ने छु गन्तव्य चाली नै रहन्छु सक्सेस होस् नहोस् भाल भएन बस जित्ने आँट मनमा राखेको छु हिजो भन्दा राम्रो हुनु छ नि अघिल्लो साल त धेरै कुराहरू सिकेको भोलि के छ थाहा छैन मलाई भोलि छ या छैन पनि थाहा छैन मलाई कसैसँग जज गर्नु छैन मलाई हिजो भन्दा राम्रो हुन्छ त्यो छिमेकीले अझै पनि भनिएको छ क्या राम्रो भए म राम्रो भए उसको छोरा उसको छोरी मेरो जजमेन्टमा हुन्छन् उनीहरू नराम्रो भए म जजमेन्ट गर्छु क्या उनीहरूलाई कि हेर उसको छोरा हेर उसको छोरी भन्छन् नि सो दिस इज द लाइफ दिस इज द रियालिटी सोसाइटीको काम के हो भने तिमीलाई अलवेज दे विल पुश यु ब्याक सो हिजो भन्दा राम्रो हुन्छ मलाई मेरो आमाको आश ममा छ आमा रुँदै भन्थिन् के मैले त रुँदै संसारमा आउँदा मृत्युलाई जितेको थिएँ त रुँदै रुँदै होइन हाँस्दै हाँस्दै दुनियाँ जित्नु कसरी हार्न दियो मेरो आमालाई यार उनको आश ममा छ उनको आँट ममा छ बस यति कुरा छ मलाई हिजो भन्दा राम्रो हुनुहुन्छ आजलाई मेरो भोलिसँग कम्पेयर नगर सो इट्स बेटर टु बी डोन्ट कम्पेयर मी विथ अदर्स गाइ दिस इज नट अ मोटिभेशनल ब्रो दिस इज द रियालिटी दिस विल बी द रियालिटी दिस इज द रियालिटी हिजो भन्दा राम्रो हुनेछ बस भोलिको दिन थाहा छैन आज के थियो हु केयर्स मनी विल म्याटर द सक्सेस कम फ्रम द मनी मेरो आमा मेरो आसमा छन् कि छोरा सफल भएर आउँछ खाली हात त पक्कै फर्किने छैन मेरो आमाले जुन आशीर्वाद र साथमा मलाई खाडी छिराएको छ मेरो खाडीको यात्रा पक्कै यसै जाने छैन खाली हात त पक्कै फर्किन्न केही लिएर मात्रै जान्छु सो इट्स बेटर टु बी डोन्ट कम्पेयर मी विथ अदर्स गाइ दिस इज पर्सनल ब्रो मुभ अन गेट अप माया साया बाढ में जाए चोद माया के हो यो माया पैसा द थिङ इज मनी ब्रो मनी